ज्योतिष शास्त्रमा व्यक्तिको पहिचान, उसको जीवनको नक्सा कोर्ने एउटा महत्त्वपूर्ण आधारस्तम्भ हुन्छ नि। हो, एकदमै। आज हामी त्यही वैदिक ज्योतिषको एउटा खास तत्त्व, लग्न, जसलाई एसेन्डेन्ट पनि भनिन्छ, त्यसमा अलिक गहिरिएर कुरा गर्दैछौँ। हो, लग्न एकदमै महत्त्वपूर्ण। हामीसँग एउटा सामग्री पनि छ जसले लग्नको महत्त्वबारे राम्रोसँग बताएको छ। अनि आजको हाम्रो यो छलफलको उद्देश्य चाहिँ जन्मकुण्डलीमा लग्न किन यति धेरै महत्त्वपूर्ण छ, किन यसलाई कुण्डलीको जग नै मानिन्छ भन्ने बुझ्ने कोसिस गर्नु हो। बिल्कुल। लग्न बिना त कुण्डली विश्लेषण खै अधुरो नै हुन्छ भन्दा हुन्छ। यो त्यो पहिलो इटा हो जसले पुरै घरको नक्सा बनाउँछ। ल त्यसो भए यो लग्नलाई अलि सजिलो भाषामा बुझाउन ठ्याक्क जन्मदा के हुन्छ जसले लग्न तोक्छ? यस्तो हुन्छ, मान्नुहोस् कोही जन्मियो होइन, ठिक त्यही समय र जन्मिएको ठाउँबाट पूर्वतिर हेर्दा क्षितिजमा जुन राशि भर्खर उदाउँदै गरेको हुन्छ नि, उदाउँदै गरेको हो, त्यही राशि नै त्यो व्यक्तिको लग्न हो। यो ज्योतिषीय हिसाबले एकदमै मुख्य क्षण हो, किनभने यसले कुण्डलीको पहिलो घर, पहिलो भाव निर्धारण गर्छ। पहिलो भाव हो, अनि यही पहिलो भावबाटै अरू 11वटा भावहरू क्रमले बस्छन्। जीवनका हरेक पक्ष, धन, परिवार, पढाइ, काम, सम्बन्ध सबै। भनेपछि पहिलो घर भनेको त कुण्डलीको परिचय पत्र जस्तै भयो होइन, जहाँबाट जीवन यात्राको खाका कोरिन्छ। हो नि। अनि यसलाई जग भन्नुको कारण संरचना मात्रै हो कि बरु केही पनि छ? संरचना त छँदैछ, तर त्योभन्दा गहिरो कुरा छ। हामीले हेरेको सामग्रीले पनि के भन्छ भने लग्नले व्यक्तिको बाहिरी व्यक्तित्व कस्तो छ, उसको देखिने रूप, हो, देखिने रूप, शारीरिक बनावट, उसको बानी बेहोरा, अनि त्यो जीवन शक्ति, भाइटालिटी भन्छ नि, जीवन शक्ति, त्यो कुरा पनि लग्नले नै संकेत गर्छ। यो उसको पहिलो परिचय हो, संसारले उसलाई कसरी देख्छ भन्ने कुरा। रोचक कुरा। तर व्यक्तित्व र शरीरमा त अरू ग्रहको पनि त असर पर्छ होला नि। लग्न नै किन यति विशेष? पर्छ, अवश्य पर्छ। तर लग्नले त्यो आधारभूत फ्रेमवर्क बनाइदिन्छ। अरू ग्रहको प्रभावले त्यसमा रङ्ग भर्ने हो। फ्रेमवर्क हो। अनि अर्को महत्त्वपूर्ण कुरा जुन त्यो सामग्रीमा पनि प्रष्ट छ, लग्नले नै भावस्वामी निर्धारण गर्छ। भावस्वामी त्यो भनेको लग्न कुन राशिमा पर्यो, त्यसैले कुन घरको मालिक कुन ग्रह हुन्छ भन्ने तय हुन्छ। यो कुराले त पुरै कुण्डली विश्लेषणको धार नै बदल्दिन सक्छ। यहाँनिर अलिक गहिरो भयो जस्तो लाग्यो। मतलब एउटै ग्रह, मानौ बृहस्पति नै मेष लग्नको कुण्डलीमा र वृष लग्नको कुण्डलीमा बेग्ला बेग्लै व्यवहार गर्छ। एकदमै सही। उदाहरण लिऊ न, मंगल ग्रह मेष लग्न छ भने मंगल पहिलो घर, व्यक्तित्व र शरीर, अनि 8औं घर आयु, रहस्यको मालिक भयो। तर त्यही मंगल कर्कट लग्न हुनेको लागि योगकारक बन्छ, 5औं शिक्षा, सन्तान र 10औं कर्म, पेशाको मालिक भएर। एउटै ग्रह तर भूमिका कति फरक। हो नि। घरको स्वामित्व बदलिने बित्तिकै ग्रहले दिने फल, उसको क्षमता सबै फरक पर्छ। त्यसैले कुनै ग्रह शुभ छ कि अशुभ त्यो लग्न नहेरी भन्ने मिल्दैन। अघि जीवन शक्तिको कुरा गर्नुभयो। स्रोतले स्वास्थ्य र आयुसँग पनि लग्नको सम्बन्ध देखाएको छ। यो चाहिँ कसरी जोडिन्छ? लग्नले शरीर र प्राण ऊर्जा देखाउने हुनाले स्वास्थ्य र आयुसँग त सीधा सम्बन्ध भइहाल्यो नै। यदि लग्न मतलब पहिलो घर वा लग्नको स्वामी ग्रह जसलाई लग्नेश भन्छौं त्यो कमजोर छ भने, कमजोर जस्तै नीच राशिमा छ, अस्त भएको छ, वा शनि, मंगल, राहु, केतु जस्ता ग्रहबाट पीडित छ भने व्यक्तिलाई स्वास्थ्यमा समस्या आउने, जीवन शक्ति कम हुने हुन सक्छ। स्रोतले लग्न र लग्नेशको बललाई नै आयु र स्वास्थ्यको सूचक मानेको छ। अनि जीवनका घटनाहरू कहिले हुन्छन् भनेर थाहा पाउन पनि लग्न चाहिन्छ भनिएको छ। दशा र गोचर विश्लेषणमा लग्नको भूमिका के हो त्यहाँ? ज्योतिषमा भविष्य हेर्ने मुख्य तरिका नै दशा र गोचर हुन्। हो। दशाले कुन ग्रहको प्रभाव कति समय चल्छ देखाउँछ, गोचरले आकाशमा ग्रह अहिले कहाँ छन् देखाउँछ। यी दुवै विश्लेषण लग्नलाई नै केन्द्रमा राखेर गरिन्छ। लग्नलाई केन्द्रमा राखेर? हो। कुन ग्रहको दशा चल्दैछ, त्यो ग्रह लग्नेशको साथी हो कि दुश्मन, अनि गोचरमा ग्रहहरू लग्नबाट कतिौं घरमा हिँडिरहेका छन्, यिनै कुरा हेरेर जीवनका अवसर, चुनौती, परिवर्तनको समय निकालिन्छ। लग्न भएन भने यो विश्लेषणले बाटो बिराउँछ।
अब थोरै लग्नको मालिक लग्नेशबारे कुरा गरौँ न। यसको के महत्त्व छ? स्रोतले त यसलाई भाग्यको साँचो नै भनेको छ। हो, लग्नेश। लग्न जुन राशिमा पर्छ त्यही राशिको मालिक ग्रह नै लग्नेश हो। जस्तै सिंह लग्न छ भने सूर्य लग्नेश, कन्या लग्न छ भने बुध लग्नेश। अनि यो भाग्यको साँचो नै हो त? वास्तवमा त्यो भन्नु त्यति गलत होइन, किनभने लग्नेशले पूरै कुण्डलीको प्रतिनिधित्व गर्छ के। व्यक्तिको जीवनको स्तर, उसको आत्मविश्वास, सफलता पाउने क्षमता, समस्यासँग जुझ्ने शक्ति, समाजमा उसको स्थान, यी सबै कुरा लग्नेश कति बलियो छ, कहाँ बसेको छ, कस्ता ग्रहसँग छ, त्यसमा धेरै भर पर्छ। बलियो र राम्रो ठाउँमा बसेको लग्नेशले जीवनमा धेरै सजिलो बनाउँछ। भनेपछि निचोडमा भन्दा लग्न खाली कुण्डलीको पहिलो घर मात्रै होइन। होइन, बिल्कुल होइन। यो त एउटा लेन्स जस्तो रहेछ, जसबाट पुरै कुण्डलीको तस्बिर अर्कै देखिन सक्छ। व्यक्तिको परिचय, स्वास्थ्य, जीवन शक्ति, ग्रहहरूको भूमिका, घटनाको समय, अनि लग्नेश मार्फत जीवनको समग्र दिशा र गुणस्तर समेत सबै कुरा यसैसँग जोडिन्छ। साँच्चै यसले ज्योतिषीय विश्लेषण कति व्यक्तिगत र जन्मको त्यो क्षण विशेषमा आधारित हुँदो रहेछ भन्ने देखाउँछ। हो नि, व्यक्तिको जीवनको ब्लुप्रिन्ट कोर्ने पहिलो र सायद सबैभन्दा महत्त्वपूर्ण कदम नै यही हो। यो छलफलले एउटा गहिरो प्रश्न पनि उब्जाउँछ। अवश्य, के होला? होइन, यदि लग्न र लग्नेशले नै अरू सबै ग्रह र घरहरूको व्याख्यालाई यसरी आकार दिन्छ भने व्यक्तिले आफ्नो लग्न र लग्नेशको प्रकृति, शक्ति, कमजोरी राम्ररी बुझ्न सक्यो भने त्यसले आफ्नो जीवनका सम्भावना र चुनौतीहरूलाई हेर्ने र सामना गर्ने तरिकामा कस्तो फरक दृष्टिकोण ल्याउन सक्ला। एकदमै विचारणीय कुरा। यो त आफैले मनन गर्ने विषय भयो। आफ्नो लग्न र लग्नेशलाई बुझ्नु भनेको खै सायद आफैलाई अथ गहिरोसँग चिन्नु जस्तै होला।